सेवार तुम्बा सेवार हो। आज चाहिँ अब तुम्बाको लभ म्यारेज अब शुभ बिहा चाहिँ कसरी भयो भनेर चाहिँ त्यसको बारेमा केही कुराहरू सोध्न गइरहेको छु। भिडियो सुरु गर्नुभन्दा अगाडि चाहिँ सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु हाम्रो भिडियोलाई। अनि फर्स्ट अफ अल त तुम्बा कति वर्षमा बिहा गर्नुभयो? लगभग दोस्रो बिहा हो। ए दोस्रो भयो है? दोस्रो बिहा हो। दोस्रो बिहा अब त्यति बेला एउटा के भन्छ फोनको सिस्टम थिएन, चिठीको सिस्टम थियो। त्यो पनि बहुत समयमा मात्रै एउटा मौका मिल्थ्यो, जहिले तहिले मिल्दैन थियो। अब अहिले फेसबुकमा त 24 घन्टा होइन, मेसेन्जरमा, इन्स्टाग्राममा, के भन्छ वाट्सएपमा, के भन्छ ट्विटर भन्ने पनि के पनि थियो त्यो त्यसमा, अनि नर्मल मेसेज पनि छ नि अहिले। पहिला त अब यस्तो फोनहरू पनि थिएन है, फोन थिएन, यस्तो फेसबुकहरू के थिएन। तपाईँले चाहिँ तुम्बाल चाहिँ कहाँ भेट गर्नु? एउटा त्यस्तै हुँदो रहेछ, मेलो पर्दो रहेछ कि अब खास चाहिँ के भयो भने हामी चाहिँ अब मैले नजिकमा त्यतै अलिकति सानो अलैँचीबारी लिएको थिएँ। ससुराली घर छेउमा भन्दा पनि चिनाजान चाहिँ पहिलेदेखि नै भएको, तर अब त्यसरी बिहा गर्ने निर्णय चाहिँ भएको थिएन। हजुर। अनि त्यसरी चिठीको सिस्टम थियो। चिठी पनि लेख्नु भयो? चिठी लेखिन्थ्यो। फेरि अब त्यति बेला पुर्याउनु जाने मान्छे पनि अब एकदम विश्वासदार हुनु पर्यो। हजुर हजुर। कसैले त ब्ल्याकमेल गरिदिइहाल्छ, अन्त ब्ल्याकमेल नगर्ने मान्छे, सिधा मान्छे हेरेर अब त्यस्तो मान्छेलाई चिठी पठाउनु पर्थ्यो र उनीहरूले पनि त्यसरी पठाउँथ्यो। त्यतिकै हुँदै हुँदै निकै खेप लेख्नुभयो कि होइन? झन्नै हामीले त्यस्तो लामो 3-4 वर्ष त भएन, 9 महिना 10 महिना त्यस्तै भयो। त्यस्तोमा चाहिँ अब बिहा गर्ने निर्णय पनि भइहाल्यो, भइगयो। अन्त अब अहिले जस्तो भन्दा माग्दा पनि हुन्थ्यो, त्यति बेला त माग्नु दिँदैन थियो। फेरि सोध्दा पऱ्यो, अन्त उनीहरू राई, अनि हो त्यो भएर चाहिँ चोर्ने स्थिति आयो। अब कसैको सहयोग चाहिँ छ, अब चोर्ने भयो त्यो चाहिँ नाम नदिउँ होला, किनभने अनि त्यसरी हुन्थ्यो। त्यहाँदेखि त्यति बेला चाहिँ बिहा भनेको चाहिँ कति सालमा भने चाहिँ 89 सालमा, 1989मा चाहिँ वैशाखमा बिहा भएको। त्यस्तै पऱ्यो अगाडि, त्यस्तै के अल्झिर बस्यो। अनि पछाडि चाहिँ अब बिहा भयो भनौँ न। अब त्यति बेलाको आर्थिक अवस्था पनि त गम्भीर थियो, अहिले जस्तो छैन। त्यति बेला त बिहा गर्दा बाँकी लाग्छ, अहिले बिहा गर्दा बाँकी लाग्दैन। अब यसो हेरेर पनि आउने चलन छ त्यति बेला। तर डेरामा बस्ने, भुइँमा खाने, पराल पाहुनाहरूलाई पनि पराल राखेर थालबटको चलन थियो, दुना टपराको चलन थियो। अन्त त्यो त्यस्तो राम्रो थाल जस्तो त कहाँ हुन्छ त दुना? अब के भन्छ दुना पनि होइन, त्यसलाई भन्छ टपरा, ठहर भन्छ। त्यस्तोमा चाहिँ भात दिनु चलन थियो। अनि मासु पनि त्यो के अरे गोटी भिन्दै, अनि सुप चोङ्गेमा दिने चलन थियो। अनि त्योभन्दा अलिकति यताको बिहा हो, जस्तै अलिअलि यताउता ठुल्ठुलो पाहुनालाई चाहिँ थाल पुग्थ्यो, अनि जन्तीहरूलाई चाहिँ। मलाई पनि अलिअलि चाहिँ याद छ, परालहरू नभए पराल छैन, सोतरहरू, लेखमा चाहिँ सोतर, अलमा चाहिँ लाइन राखेर चाहिँ अब तङ्बा खानेहरू पनि त्यहीँ बसेर तङ्बा चुस्दै त्यस्तो सिस्टम। बाल्टिनतिर बाल्दै हजुर त्यसरी बाल्टिनमा। अन्त एउटा फुर्लुङमा गोटी के एकदम त्यो के भन्छ सेप्रिङ्गे बनेकोमा चाहिँ त्यो चोक्टा नछेर्ने त्यस्तो सिस्टम थियो। अनि त्यो र अहिले हेर्दा त कता आकाशको फरक चेन्जेस भइगयो समयसँग। त्यसरी चाहिँ अब त्यति बेला चाहिँ त्यसरी बिहा गरिन्थ्यो। अब एउटा सत्य कुरा भनौँ न, यो अब त्यति बेला मेरो बिहामा
हजुर 1500 उठेको थियो। ए अनि अहिले अस्ति कति सालमा मैले छोराको बिहा गरेँ, त्यो 4-5 वर्ष हुँदैछ। अनि कहाँको 7 लाख 8 लाख रुपियाँ उठ्यो, अनि कहाँ 1500। अनि यति साह्रो फरक आयो कि पहिला त्यस्तै थियो, पहिला त्यस्तो थियो। अनि पहिलेको सिस्टम पनि उयो सिधापना पनि है, एउटा कुरा चाहिँ हट्यो त्यति बेलाको र अहिलेकोमा। के फरक छ भने बिहामा मरौमा लाख पाखेर चल्छ। अलिक हल्ला चल्यो कि त आकाश र काँचो ढुङ्ग्रो हेरिहाल्नु पर्ने, टाउको फुटाइहाल्थ्यो। अनि त्यो सिस्टम गयो। त्यो बेला त्यस्तो थियो। त्यसरी अब चिठी लेख्ने चलन, अनि भेट्नु पनि त्यो हामीले अहिले जस्तो जहिले तहिले नभेट्ने, बजार हप्ता पछि नभेट्ने हो, त्यो मौका पार्नु पर्ने त्यति बेला। अब त्यति बेला एउटा अचम्मको सिस्टम चाहिँ के थियो भने छोरी चेली भन्ने जात चाहिँ एक रात घर आइपुगेन भने भोलि त्यसलाई खोजी खर्च गरेर त्यो कहाँ छ त्यो त्यतै जिम्मा दिने चलन थियो। अहिले चाहिँ अब एडपमै बुहारीहरू आउँछन्, टम पुगेपछि जान्छ। अनि हो त तपाईले नि अब चिठीहरु लेख्नुहुन्छ। हाम्रो पालामा चाहिँ त्यो चाहिँ बन्द थिएन। र किन थिएन भन्दा त्यही कानुन कडा थियो, नियम कडा थियो, घरको अनुशासन कडा थियो। अहिले त साथी भन्छ, अन्त कस्तो साथी त्यो पछाडि जीवन साथी भन्छ, पहिले साथी मात्रै हो भन्छ, कहिले क्लासमेट भन्छ, के भन्छ हो, त्यस्तो सिस्टम छ। पहिले चाहिँ त्यस्तो थिएन। हाम्रो चाहिँ एकदम के हो, बिहा गरेर पनि 4 वर्ष 3 वर्षमा मात्रै छोराछोरी हुन्थ्यो, 2 वर्षमा मात्रै हुन्थ्यो। अब अहिले त नहुनु होला है सबै कुरा हो। अहिले तपाईले नि जब अब चिठी लेख्नुहुन्थ्यो है, चिठी सिस्टम थियो। कस्तो प्रकारले अहिले पनि छ नि? हजुर, कस्तो प्रकारले लेख्नुहुन्थ्यो चिठी चाहिँ? चिठी त अब यस्तो 2-3 खालको हुन्छ हौ चिठी, 2-3 खालको हुन्छ। अब पहिलेको यसो चिनाजानी मात्रै चिठी हुन्छ हजुर है, अब यस्तो मित्र है त्यसरी हुन्थ्यो। त्यहाँदेखि अलि पछाडि अब प्रेम प्रस्ताव राख्ने, प्रेम अब माया प्रेम गर्न पाइन्छ पाइँदैन भन्ने त्यस्तो त्यो परक्रमैसँग आउँथ्यो क्या। हजुर। अनि त्यहाँदेखि पछाडि मात्रै अनि अब जब माया प्रेम, उसले पनि प्रेमको कथा, अब उसले पनि माया गर्छ, म तपाईँले माया गर्छु, म अब अन्तिम अब हामी बिहा पनि गर्नुपर्छ होला भन्ने त्यहाँदेखि चाहिँ प्रिय लाग्छ क्या। उता तोमाले पनि चिठी पछि पठाउनु हुन्थ्यो? पठाउनु हुन्थ्यो। त्यो दोहोरा भएन भने त फेरि कसरी आँटै आउँदैन नि त। अब त्यहाँबाट चाहिँ हामीले चाहिँ अब उसको एडभान्टेज भनौँ न, त्यो मनपेट भन्छ नि यता ठेट नेपाली हो, त्यसरी पाइने हो नि त। उहिले चाहिँ त्यस्तो हो। अन्त त्यसरी चिठी लेख्ने चलन थियो। चिठी लेख्दा चिठीको बेहोरा हुन्थ्यो क्या। चिठीको बेहोरा अब यसरी कसैले अलिक साहित्य जानेले, अब अलिक टाढा टाढा हो भने चाहिँ मेरी मायालु मेरी ज्यान है, म यहाँ सन्चै छु, तिमी पनि त्यहाँ सन्चै भएको आशा राखेको छु, र अब धन्दा नमान्नु, म छिटै फर्केर आउनेछु, र हाम्रो प्रेमको खातामा मनको कुरा भावनाहरू लेख, प्रेमको के हुन्छ, मायाको प्रेमको खातामा मायाको ब्याङ्क खोल्नेछु, यस्तो नि हो। साहित्य जान्नेले, नजान्नेले अब कहाँ भेट्ने, कहिले भेट्ने, कस्तो कसरी भेट्ने, त्यहाँ भेटौँ ल, यस्तो यस्तो ल हुन्छ, त्यहाँ भेटौँ भन्ने हुन्थ्यो। अब साहित्य नजान्नेले सरल भाषामा, अनि जान्नेले चाहिँ त्यसरी अब अलिक पुरानै अब होइन, अब मजाले मिठो बनाएर अन्त त्यसरी लेख्ने चलन थियो। दुई खालको चिठी हुन्थ्यो त्यति बेला। एउटा जान्नेले साहित्यमा लेख्थ्यो, नजान्नेले सरलमा लेखिन्थ्यो। अनि कसरी भेट्न सकिन्छ, फुर्सद छ छैन, पहिले सोधसाथ हुन्थ्यो त्यो। अब उसले पठायो, मेरो फुर्सद छ भने म फल्ना दिन फुर्सद हुन्छु भने फेरि उसको निस्किन्छ निस्किँदैन, गाह्रो थियो त्यति बेला हो, गाह्रो। अनि त्यसरी चाहिँ उसले चाहिँ अब
बिहा चाहिँ त्यसरी हुन्थ्यो फर्स्टमा तर त फेरि यस्तो पनि छ नि अब कसै अब त्यसरी चिठी लेखालेख त तर एउटा कुरा चाहिँ के छ भने अहिले चाहिँ पहिले चाहिँ त्यस्तो थिएन पहिले चाहिँ के छैन अहिले चाहिँ 2-3 जनासँग उयो हुन्छ यता सबै आइरहेको हुन्छ होइन अनि उहिले चाहिँ एउटासँग चिठी लेख्यो बस अरू दुसरासँग छैन पहिलाको त अब साँच्चै थियो नि माया कसैले प्रस्तावै राखे पनि त्यसमा चाहिँ चिठी यस्तो लेख्थ्यो नि हजुरले उसले चाहिँ हजुरको के अरे दिलमा हजुरको मनमा एउटा 32वटा कोठा हुन्छ एउटा कोठामा मलाई बास दिन सक्नुहुन्छ कि हुन्न भनेर चाहिँ केटीको प्रस्ताव आउँथ्यो अनि केटा अर्कोसँग छ भने चाहिँ केटाले यस्तो लेख्नु पर्यो त्यहाँ त्यो चाहिँ मुख्य त्यो गुदी है त्यो चाहिँ माथि हेडिङहरू त अब अर्कै भइहाल्छ नि त्यो गुदी चाहिँ के लेख्नु पर्यो भने हजुर ढिलो हुनुभयो बास त म दिन्थेँ तर के गर्नु अन्यथा नलिदिनु होला त्यो जुन कोठा छ त्यो कोठा कसैको भइसकेको छ त्यसैले गर्दा यसमा म माफी माग्नदेखि अर्को विकल्प सक्दिनँ र मलाई माफ गर्नु होला भने त्यस्तो लेख्थ्यो नि त अनि त्यसो कुरा मिलेन चाहिँ तपाईँले भेट्नु भयो तपाईँले तुम्बालाई अनि कुरा मिले जस्तो भेट्यो नि होइन नि अब उहिले अब नजिकै हो हजुर त्यस्तो टाढो होइन बजार जाने त माखा जाने अब बाटो त्यही हो होइन त्यसले गर्दाखेरि हजुर अब यही बाटो आउँथ्यो नि त आउँदैछु है भनेर चिठी पहिले आइपुग्थ्यो अनि मात्रै नभए त मेरो फुर्सद निक्लिँदैन म भेट्नु गयो नि उसको फुर्सद निक्लिँदैन नि त आमाले बाउले कहाँ पठाएको हुन्छ दाजुभाइले कहाँ पठाएको हुन्छ त्यहाँ जानु पर्यो स्कुल जानु पर्यो फर्स्टमा त तुम्बा मान्नु भएको थिएन होला के मान्नु भयो फर्स्टमा त्यस्तो केही भएन सिधा भेटघाट भयो बातचित भयो त्यस्तै हुँदै त्यत्तिकै अनि चिठी सुरु भयो त्यतिकै पछाडि सक्सेस पनि भयो हजुर सक्सेस त्यसो त म धेरै ठाउँ फेल खाएको छु नि कति ठाउँ चाहिँ मैले नकार्नु पर्यो हजुर अनि कति ठाउँ चाहिँ उनीहरूले नकार्यो त्यस्तो नि हुँदै रहेछ नि हुँदै जाँदाखेरि चाहिँ अन्तमा अब त्यो जुन चाहिँ लेखेको छ त्यही चाहिँ हुन्छ अनि भन्छ नि मान्छेले लेखेको मात्रै पाइन्छ देखेको चाहिँ हुँदैन पाइँदैन भन्छ त्यो स्वाभाविक छ तपाईँले कति वर्षमा चाहिँ बिहा गर्नुभयो लगभग 35-36 वर्ष पुगेको थियो 36 वर्ष 36 वर्ष पुगेको थियो अब अहिले 35-36 हुँदा चाहिँ 66 पुगेँ ठिक्कै होइन र हजुर ठिकै पुगेँ त्यस्तो सिस्टम थियो अहिले भनेको अब मानसिकतामै पनि फरक छ हजुर अब त्यति बेला भनेको लुगा कम्ती थियो हजुर अन्त अहिले लुगा बेसी छ नानी जन्मिनुभन्दा अगाडिदेखि लुगा आउनुपर्छ नानीको त्यति बेला चाहिँ हजुर आमाको लुङ्गीमा बेरेर राख्थ्यो अब हामीलाई त त्यसरी बेरेर राख्यो पछि थाहा पाउँदा पनि अब त्यस्तो लुगा नयाँ चाहिँ हुँदैन थियो त्यही पहिले अब थप्रो त्यस्तैमा राख्थ्यो ए त्यसो भने तपाईँको सेकेन्ड भयो यो चाहिँ यो सेकेन्ड फर्स्टको पनि त्यस्तै थियो सिस्टम हजुर फर्स्टको चाहिँ माघी बिहा हो ए माघी बिहा कहाँको हुनुहुन्छ फर्स्टको भनेको यही माथि गाउँकै माथि के सिरेको फुपू ए सिरेको थियो माघी बिहा हो त्यो त त्यति बेला त अझै त्योभन्दा नि अगाडि अब त्योभन्दा कति 4 वर्ष 5-6 वर्ष होइन 7-8 वर्ष पछाडि कुरा हो अर्को दोस्रो त मसँग पनि 4 वर्ष बसेको त्यहाँदेखि लिम्बुङ गयो लिम्बुङदेखि आएर चाहिँ खस्यो खस्नु भयो गाउँकैसँग आएको थियो ए हजुर अप्ठ्यारो पनि हुँदछ त्यस्तो पहिलेको कथा छ त्यति बेला चाहिँ अब हाम्रो दाजुको र मेरो सँगै भनौँ न 80 सालको बिहा हो
1980 को 1980 को अनि उसको माघ 7 गतेको मेरो 22 गतेको त्यसरी थियो अनि त्यहाँदेखि पछाडिको कुरा यो जुन अहिले चिठी लेख्ने कुरा त्यति बेला त चिठी पनि थिएन मागिदियो भने मागिदियो अब पहिला त्योभन्दा अगाडि त साह्रै थियो जस्तो पनि लाग्दैन मलाई डाइरेक्ट अब नेपालतिर चाहिँ अब मन पर्यो भने चाहिँ बोकेर लाने चलन थियो अरे सिस्टम त्यस्तो थियो अहिले अब अहिले चाहिँ त्यो सिस्टम डल्लै अब डिलिट भयो भने अहिले त अन्त फोनले गर्दा अझै पनि नेपालतिर चाहिँ त्यस्तो रहेछ होला उतातिर त चिठी लेख्ने सिस्टमहरू चिठीको सिस्टम चाहिँ छैन अहिले अब उनीहरूले बेसी चाहिँ मेसेन्जर चलाउँछ अनि डेरा बनाइ अनि त्यो उयो कार्यक्रम चाहिँ त्यस्तै गर्दो रहेछ गएको थिएँ अस्ति पोहोर साल बुढौली गएको थिएँ सिस्टम चाहिँ त्यही नै रहेछ डेरा बनाइ अनि त्यो यसो पढ्नलाई राखाइ सिस्टम त्यस्तै छ तुम्बाले चाहिँ यसरी अब कतिसम्म चाहिँ पढ्नु भएको होला मैले चाहिँ 1973 मा स्कुल छोडेको 1973 मा चाहिँ स्कुल छोडेको कि अब त्यति बेला चाहिँ पढाइको त्यत्रो त्यो भ्यालु दिँदैन थियो कि अब गार्जेनहरूले पठाउँथेन पनि पठाउँदैन थियो घरमा काम गर्ने छैन भन्थ्यो त्यस्तो सिस्टम थियो अनि बोजूहरूले चाहिँ पढाउनु भनेर चाहिँ बोजूहरूले पठाउँथ्यो मलाई अनि त्यतिकैमा चाहिँ अब बाबाहरू छुट्टिनै परे छुटेपछि अब घरमा काम गर्ने छैन भनेर 1973 को हाफ इयरली एक्जाम सम्म चाहिँ पढेँ म कुन चाहिँ क्लास 1 चाहिँ नचाहिँ चलेर हाफ इयरली एक्जाममै त्यतिकैमा निक्लेको अब निस्कियो भनौँ निकाल्यो भनौँ अब आफूलाई त रहर त थियो नि अब फेरि त्यति बेलाको ठुलो मान्छेको कुरा हामी जस्तो मसिनो नजा भने चाहिँ नजा जहाँ भने पनि जा त्यस्तो थियो अनि त्यहाँदेखि चाहिँ अब पढिएन त्यस्तै अब गाईलाई घाँस काट्ने गोरुलाई घाँस काट्ने खेतीपाती गाई भैँसी त्यस्तै इत्यादि आदि त्यस्तै गर्दै अब यो जुन गयो भनौँ न आदि चाहिँ गयो गएर चाहिँ अब हामी जस्तो मान्छे नोकरी त पाउने कुरै अब त्यति बेला पनि 4 चाहिँ पढेको हुनु पर्थ्यो 5 पढ्ने त काफी भइहाल्थ्यो 4 पढ्नेलाई पनि त्यति बेला चाहिँ कसो गरेर पाउँथ्यो 4 राम्रो पढ्नेहरूलाई 3 पढ्नेहरूले पनि गरिरहेको छ त्यसो त के भन्छ त्यो कविता त्यसै अब उपन्यास पढेर कविता लेख्नेहरूलाई पनि लागिरहेको छ नि त्यस्तो पनि छन् नि कोही चपरासी भए कोही के भए अनि त्यति बेला त्यति पढाइ त्यत्रो ठुलो चाहिँदैन थियो क्या अहिले चाहिँ पढाइ बेसी भयो अब कम्पिटिसन भयो कम्पिटिसन भयो अनि जसले राम्रो मार्क्स ल्याउँछ त्यसलाई त दिने हो नि अहिले लगभग त्यस्तो पनि झन् हरा जस्तो लाग्छ अहिले त समय त्यस्तै छ समय त्यस्तो थियो अनि पढ्नु भने चाहिँ त्यति बेला चाहिँ हामीले गाह्रो हुन्छ क्या गाह्रो हुन्छ नि अब पठाउँदा जाने हो पठाएन भने अब कुनै छैन त्यति बेलाको कुटाइ कस्तो हुन्थ्यो नमानी नहुने हो नि त अब उनीहरूको अर्डर कता हुन्छ अब त्यो आर्मीहरूको जस्तै हो आज नजानु जानु त्यस्तो थियो अन्त धोका लाग्छ नि अब त्यो समय फर्किँदैन रहेछ क्या फेरि त्यो समय फर्किँदैन अनि आफू पढ्नु नपाएकोले गर्दा छोराछोरीले चाहिँ पढोस् भनेर नि पढाइयो त्यस्तो पछि अब अहिले मैले त्यति बेलाको जमानामा 10 पास हुनु उहिले सेफ्टी भएर रिटायर हुनु अहिले त अब छैन अहिले त आइपिएस आइएएस गर्नुपर्छ
अनि मात्रै सेफ्टीको पोस्ट हो। अहिले चाहिँ त्यसरी प्रमोसन जाने चलन थियो, अहिले छैन त्यसमा। प्रमोसन त हुन्छ तर अब डिक्रिम्तै खालको चाहिने त त्यस्तो छ। त्यो बेलाको जमाना हो पढ्नु भनेको पनि कुटाइ चाहिँ जामा कति खाइदियो, बोक्रा उकाएर जुनमै सुकाउँथ्यो नि कुटाइ आमा। अनि घरको कुटाइ त्यहाँको कुटाइ गर्दा त नि ढाड त सायद 10-12 भाटा त अलिक त्यो केही हुँदैन थियो के पक्काबाट नि त्यो ढाड छिप्पिएर क्या कुर्ता 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 त्यो कति हो त्यसले त्यो छालाले भेटेको कति हो त्यो मरिसक्यो क्या छालै मरिसक्यो। अहिले त एकटे कुट्यो भने अघि झुन्डिन्छ कि त्यसको के मान्छे पनि कच्चा बुद्धि पनि कच्चा सबै कुरा कच्चा आयो क्या अहिले चाहिँ। त्यो मेड इन चाइना अहिले बेलुका चाहिँ भोलि बिहान छैन त्यस्तो नि अहिलेको त उनीहरू पो फ्रस्ट्रेसन अझै पढायो लेखायो अझै उनीहरू फ्रस्ट्रेसन हो। अब उहिलेको र अहिलेको भनेको चाहिँ यो आकाश अनि यो धरती जति नै फरक छ क्या, ग्याप छ त्यति साह्रो। त्यो बेलाको मान्छेको मानसिकता र अहिलेको मान्छेको मानसिकता त्यति फरक छ। त्यसरी पढ्नु साह्रै अब साह्रै के पाउँदै पाइएन भनौँ न, अब जिरो भनौँ न। अहिलेको मान्छे त अहिले त घरमा त्यो 5 पढ्ने त हुँदैन। अहिले भनेको त 10 पढ्नेदेखि उँधोको त छैन पनि, भेटिँदैन क्या। त्यही पढ्दै जानेहरू मात्रै हो। अन्त 15-16 वर्षमा त 10 त सकेकै हुन्छ, 14-15मै सकेको हुन्छ। अहिले त्यस्तो अब हामी चाहिँ त्यस्तो थियो, स्कुल भागेर जानुपर्ने, भागेर गयो बेलुका बास नपाउने। अब यो पहिले त्यस्तो जमाना थियो, अहिले त्यो छैन। अन्त त्यस्तो थियो। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँको अब शुभ बिहाको कसरी भयो त्यसको मनको कुराहरू बुझ्नु पायो। अब हजुरलाई पनि धन्यवाद दिनु पर्यो, किनभने कसैले पनि यस्तो कुरा सोधिदिँदैन क्या के थियो पहिले कस्तो थियो। पछि फर्केर हेर्ने साह्रै चलन छैन। एउटा मिठो कुरा सोध्नु भयो। अब आफ्नो तपाईँको आफ्नो जिज्ञासा होइन, उहिले कस्तो थियो होला, कसरी के अरे माया प्रेम गर्थ्यो होला भन्ने कुरा सोधिदिनु भयो। बडा मलाई पनि के अरे क्या मलाई पनि त्यो पुरानो कुराहरू नि अब यादगार भयो, याद दिलायो क्या। मैले बिर्सिसकेको थिएँ नि त होइन, म त अहिलेको दुनियाँमा छु नि। त्यसले गर्दाखेरि चाहिँ पछाडि म पनि फर्किनु पाएको थिइनँ, पछाडि फर्काइदिनु भयो है। यसमा मेरोबाट पनि धेरै धेरै धन्यवाद।